हेलो नमस्ते वेलकम बैक टु माई च्यानल एन्ड अनदर ब्लग हप्ताभर सन्चै कुशल मङ्गल आराम हुनुहुन्छ। हामी त्यहाँ आरामै छौँ। आज छुट्टी थिएन, फ्राइडे अचानक छुट्टी पाइयो अनि घुम्न जान लाग्छौँ भिदिन। यता दाइहरू अनि हाम्रो ट्याक्सीको ड्राइभर सर है, यता फेरि बाटो बन्न लाग्छ। वेदर पनि अहिले चाहिँ एकदम बेस्ट छ, गर्मी सुरु हुन लागिसक्यो। यहाँ भएर बाटो चाक्लो भएको पहिला यो बाटो थिएन। हामी आसी बुल्गेरियामा प्रगति भइरहेछ। नेपालमा बालेन, बुल्गेरियामा हाम्रो 10वटा टिम, नयाँ सरकार। यस्तो दामी एकदम फास्ट काम हुँदो रहेछ। तपाईँ एक हप्ता अगाडि यहाँ बाटो बिग्रिएको थियो, अहिले बन्न सुरु भइसक्यो। ल अहिले आइसक्यौँ हामी भिदिन सिटी। यो चाहिँ भिदिन सिटीको भित्र गल्ली बाटो। अहिले चाहिँ हामी जाँदैछौँ ट्रेन स्टेसन। भिदिनबाट सोफिया कति बजे जाँदो रहेछ ट्रेनहरू त्यो चाहिँ बुझ्नको लागि। फाइनली आइपुग्यो भिदिनको यो खोला नजिकै। ट्याक्सी पनि गयो, उसले बिचार धेरै हेल्प गर्यो हामीलाई। यता सबै कहाँ छ घुम्ने ठाउँहरू, क्रुजरहरू कहाँ छ, सबै यता घुम्ने ठाउँ, मस्त घुम्ने ठाउँमा ल्याएर राखिदियो अहिले। चिरञ्जीवी भैया हेलो, के छ त? ठिक छ। पुचुक्का जाने बेला भएन? पुचिप्का सामानहरू लोड अनलोड चाहिँ हुँदो रहेछ। यत्रो ठुलो गाडी। लास्ट टाइम हामी आउँदाखेरि यत्रो ठुलो क्रुजर थिएन, अहिले चाहिँ यहाँ यत्रो ठुलो क्रुजर आएको छ। अलिअलि फोटोसोटो खिच्यो, थोरै अगाडि बढ्दैछौँ। यो फलामको चाहिँ के रहेछ भन्दाखेरि यो पानी बढ्दाखेरि टक्क यसरी यो ढाक्न मिल्दो रहेछ के हो। अनि यहाँ बुल्गेरियन भाषामा भिदिन लेखेछ त्यहाँ अगाडि देखेको। वेदर चाहिँ एकदम बेस्ट छ क्या आजको। यो ठुलो बिल्डिङ चाहिँ यहाँको नगरपालिका भवन रहेछ। मेट्रो अब चाहिँ जाँदैछौँ मेट्रो स्टेसन। त्यो दामी छ क्या, टक्क लाएर लाइट। डेमा यस्तो राम्रो छ भने नाइटमा झन् कति राम्रो होला यो ठाउँ। कस्तो फिल भइरहेको त? जबरजस्ती लिएर आएको अनि किडन्याप गरेर सुतिरहेको मान्छेलाई जबरजस्ती बोकेर ल्याइदियो, के गरिन्छ नि। अब गाह्रो छ जिन्दगानी। यस्तो दामी फुल, म फुल लभरलाई त यस्तो फुल देख्दा त दाइ रेडी भइसक्नु फोटो खिच्नलाई। पुरानोवाला पोज। अब फोन गर्न जान लाग्छु मम्मीलाई खाना पकाएर राख्नलाई। फोन गर्न पर्यो। ट्याट। हेलो मम्मी, खाना पकाएर राख्नु त, भोक लागिसक्यो। यस्तो भोक लाग्यो। मासु पकाउनु है, मासु बिना भात रुच्दैन, गाह्रो छ त फेरि। ये देखेन के त्यो? ए ल यताबाट देखेन के? हो ल ए अलि झर्झर आवाज आयो के? बल्ल आयो क्लियर। यस्तो नि हुँदो रहेछ। ल हुन्छ ल, मिठो बनाएर राख्नु है, पिरो। ल बाई, चाउ। कैसा लगा मेरा मजाक? यो चाहिँ हाम्रो भिदिनको नगरपालिका भवन। यस्तो दामी। आज शनिबार भएको भए यहाँ केटाकेटी भरिएर भिड हुन्थ्यो। आज फ्राइडेको दिन बिदा पऱ्यो क्या हाम्रो। भोलि चाहिँ अब लोड अनलोड हुने भयो। यहाँ अस्ति आउँदाखेरि सर्र पानी बगिरहेको थियो, आज बन्द रहेछ। मेबी भोलि छुट्टीको दिन चलाउँछ होला। यो चाहिँ क्लब रहेछ। यहाँ पनि जाने ठुलो रहर छ, कुनै दिन यसो कमाइयो भने जान पर्ला। अनि यो
वीर गोर्खालीको प्रतीक नभनौँ समर्थक यहाँको जे होस् बुल्गेरियन बुल्गेरियन त्यतिखेरको लड्दाखेरिको जे होस् शालिग बनाएर रहेछ नानीहरू तपाईँ मात्र सब बेल्लै छन् सब बेलुकार जिन्दगीमा यो बाइक पनि देखेँ है पहिलोचोटि ड्रिम बाइक चाहिँ हो अब के गर्ने कुनै बेला कमाइयो भने किन्न पर्ला फुल भनेको यस्तो के यो चाहिँ हो भिदिनको ट्रेन स्टेसन अब त्यहाँ बुझ्न जाँदैछौँ के अरे मान्छे भेटियो भने चाहिँ बुझ्छौँ भेटेन भने त्यस्तै हो लास्ट टाइम हामी आधी घन्टा बस्यो एउटा ट्रेन देख्न पाइएन ए अस्ति नै आउँदाखेरि ट्रेन थिएन अहिले चाहिँ आएर बसिरहेको रहेछ ल भित्र गएर बुझियो भित्र गएर क्यामेरा खिच्न चाहिँ नमिल्दो रहेछ तपाईँको भिदिनबाट सोफिया जानलाई पर पर्सन 8.38 युरो लाग्दो रहेछ जानको लागि मात्रै अनि अप एन्ड डाउन गर्नको लागि पर पर्सन तपाईँको 13.38 युरो लाग्दो रहेछ अनि ट्याक्सीमा गयो भने चाहिँ एउटा ट्याक्सी भिदिनसम्मलाई भिदिनदेखि सोफिया जानलाई 150 युरो लाग्दो रहेछ अघि यसो बुझ्दाखेरि ओके ट्याक्सीमा प्लानिङ चाहिँ हो सोफिया जाने हेरौँ अब कहिले टाइमिङ मिल्छ अब भोलि र पर्सि छुट्टी होला र जाम्ला हाम्रो बुल्गेरियन नेपाली समाजले एउटा कार्यक्रम गरेको रहेछ त्यहाँ जाम्ला भनेको हाम्रो काम कतिखेर चेन्ज हुन्छ थाहै हुँदैन अब आज काम गर्न जानलाई रेडी भएर बसेको एकैचोटि म्यानेजरले छुट्टी छ भोलि आइज भन्न लगाइदियो त्यसपछि हिँडिहाल्यौँ घुम्नलाई यस्तो ल जिन्दगीमा ट्रेन पनि देखियो चढ्ने प्रहर अझै पुरा भएको छैन कुनै समय होला त्यो पनि यो चाहिँ भिदिनको बस स्टेसन रहेछ भर्खरै बस स्टेसन पनि बुझियो यो कार्डमा लेखेको छ तपाईँको टाइम चाहिँ यो कार्डमा छ यो यसरी अनि यहाँबाट बसमा गयो भने चाहिँ 20 युरो लाग्दो रहेछ सोफियासम्म भिदिनबाट अनि पर पर्सन उताबाट आउँदा पनि त्यो सेम प्राइजै रहेछ ट्रेनको जस्तो सस्तो चाहिँ रहेनछ ट्याक्सी पनि लगभग सस्तै लाग्यो 4 जना मिलेर गयो भने अहिले चाहिँ हामी टी मार्केट जाँदैछौँ तर के रहेछ पहिलोचोटि छिर्दैछौँ यसमा टी मार्ट भित्र यस्तो रहेछ जो सफा लाएर रहेछ कुनै कुनै बेला मासुहरू ओके यो चाहिँ पोर्क रहेछ यो यहाँ अल्कोहल चाहिँ अफर लाएर रहेछ अहिले मस्त यो चाहिँ त सबै वाइनहरू भयो यताको अब विस्की ज्यामसनको तपाईँको 17 युरो 1 लिटरलाई ब्ल्याकलाई चाहिँ 25 युरो यो पनि अफरमै रहेछ अनि यो 9.9700 अनि 1 लिटरलाई चाहिँ 15 युरो ल अहिले चाहिँ चाइना मार्टमा छिरिएछ हेर्दैछौँ कपडाहरू ज्यादा रहेछ लेडिज ड्रेस रहेछ हाम्रो पान्टुरको लागि यहाँ चाहिँ हाम्रो चिरञ्जीवी दाइले झोला हेर्न लाउनु भयो लिने हो दाइ एउटा बोकिहाल्ने हो अनि ओ युरो त यसमा बटुल्नु पर्यो नि दाइ कति युरो रहेछ त यसको सस्तै छ के धेरै छैन होला 6 युरो छ के कहाँ 6 मा दिन्छ यार किन्न दिने 6 युरो 13 युरो रहेछ है सही हो लिएपछि अलिकति क्वालिटी छ नि त फेरि यहाँभित्र चाहिँ कपडाहरू रहेछ टन्नै जाडो कपडा ज्यादा रहेछ यहाँ दाइहरूले कोट लिने हो दाइ कोट तपाईँको बिहेमा जामला क्या लाएर पहिला हेर मैले
त बिहामा जाने पैसा उम्, कहाँ छ त यसको रेट कति रहेछ दाइ प्राइस ब्लेजरको नेक्स्ट खै त छैन त प्राइजै रहेनछ फ्रीमा होला दाइ त्यसो भए दाइहरूले कोट लिनु भएन त्यो प्राइजै नलेखेको भएर अब तल झार्दैछौँ फ्रीको भएर हामीले नलेखेको ल दुईवटा मार्ट घुमियो एउटा चाइनिज मार्ट र एउटा टी मार्केट घुमेर अब निस्किँदैछौँ मेन प्रब्लम चाहिँ यहाँ WC भनेको टोयलेटको हेर्दैछौँ जाँदैछौँ कति राम्रो सानो बुढिया जस्तो यस्तो रमाइलो हुँदो रहेछ हाम्रो नेपालको जस्तै बाजा बज्दो रहेछ है रमाइलो सिटी बजाएर बाजा बजाएर छुट्टै रमाइलो हुँदो रहेछ कस्तो रमाइलो हुँदो रहेछ बाजा बजिरहेछ है यता पुलिसहरू उभिराख्नु भएको छ तर के भइरहेको भन्ने थाहै छैन हामीलाई गीत सकिन अर्को केन गीतहरू कस्तो रमाइलो ल अहिले चाहिँ खाना लाग्यो पिज्जा म एक्लै खाना पर्नेको दाइहरूले खाना खाएर आउनुभयो म चाहिँ खाना भन्दा पनि घुम्न पाएपछि खासै भोक लाग्ने बाहिर आएपछि नयाँ टेस्ट गर्नु पर्ने पहिलोबाट नि खाइरहेको थिएँ त्यो पिज्जा के स्पेसल छ कि चिरट खाएको देखाउनु पर्ने अनि 50 सेन्टको एभरेज गरे यहाँको पिज्जा यस्तो निकाल्छ दाइहरू खाना खाएर टाप कसेर खाम भनेको नमान्ने ल पिज्जा नि खाइयो भोक नि मऱ्यो अब निस्क्यौँ फेरि अर्को डेस्टिनेसनतिर आज चाहिँ छुट्टी नभएको दिन पनि यस्तो भिडभाड रहेछ मेबी प्रोग्राम भएर होला रमाइलो छ जे होस् रमाइलो भएन भन्दै हिँडिरहेको थिएँ भिडभाडै रहेछ आजको दिन पनि आज फ्राइडे त यस्तो भिड छ झन् सटरडे छुट्टी बेला कस्तो भिड हुन्छ होला यहाँ केटाकेटीमा बास्केटबल खेलिरहेछन् ल अहिले चाहिँ ट्राफिकमा परियो त्यहाँ 28 सेकेन्ड रहेछ ल अहिले चाहिँ अर्को चोकमा आइयो जुनको यहाँ राम्रो पार्क छ यो साइडतिर दामी ल अहिले चाहिँ अर्को मार्ट जाँदैछौँ हामी लिडिलमा टक्क लगाएर दाइले धेरै सपिङ गर्नु छ अरे 1-2 लाखको जति 300 युरोको त गर्नै पर्यो मार्टभित्र मासु कलेज पाँगर खोजेको कागती र एभोकाडो लिएँ कलेज पाँगर यहाँ रहेछ यसको प्राइस चाहिँ अहिले बढेछ क्या ल आइडियलमा पनि किनमेल भयो अब लाग्छौँ काफल्यान्डतिर काफल्यान्डमा सानो सानो सामानहरू हेर्ने राम्रो लाग्यो भने लिने नभए फर्किने घरतिर भाइ 18 युरोको एरियल किनियो हैन अहिले चाहिँ अब हामी
कफल्यान्डमा जाँदैछु सपिङ गर्न। हाम्रो प्रवीण सर भारी बोक्दैछ अनि यता हाम्रो हेलो के अरे खनाल दाई ठिक छ। गाडी यसरी बोक्छ। गाडी यसरी बोक्छ यहाँ। यसलाई युरोप भन्छ। यसलाई हो युरोप भन्ने। जम 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 जम। ओइल चाहिँ काउफ्ल्यान्डभित्र सामान हेर्दै हिँडेछौँ। मासु लिने विचार गरे हो। लेट्स सी है। ल हाम्रो जडे दाइले टुबक बियर हाल्नु भयो। अरू केही ध्यान छैन, खालि के अरे चुरोट र बियरमा मात्र ध्यान छ। जबरजस्ती यत्रो हलाएर म तेरो जुस लिएछु हाँसिराख्नु भयो। ल हाम्रो सामान यसरी लाइनमा टक्कलाएर ट्रलीमा हिँडिरहेको है। दाइको तर्फबाट 10 युरो। यता दाइको पार्टी हो फेरि आज। एउटा लकी स्ट्राइक हाल त। आजको घुमफिर सानो सानो सपिङ पनि सकियो। अब चाहिँ फर्किँदैछौँ फेरि कम्पनीतिर। एन्ड थ्याङ्क यू फर वाचिङ भिडियो। डोन्ट फर्गेट टु लाइक, सेयर, सब्सक्राइब है। बाई बाई।